ल यी बाख्राहरू यहाँ मजाले घाम तापेर बसिरहेछन्। यहाँ दुध चोरिरहेछ यो पाठाले। यो अलिक बदमास रहेछ क्या, प्रिन्स जस्तो रहेछन् होइन प्रिन्स? दुध चोर्ने हो ए मिस्टर प्रिन्स। हेर्नुहोस् यहाँ मल जस्तो छ। हामी चाहिँ यहाँ के पकाउँछौँ? ठुलो बाटामा के अरे यो कोडे यी खड्कुलोमा हेर्नुहोस् यस्तो मजाको खान्छ हाम्रो भैँसीले अनि झमझम दुध दिन्छ। प्रिन्सले त्यो दुध फेरि चोरेर खान्छन् हो, तर खान्छन्। ए सन्जिना हाम्रो चाहिँ हाई गरिदेऊ ल। ल हेलो भनिदेऊ। ए पाडालाई हेलो भनेको छु कान हल्लाएर। नमस्कार गर्नु लाग्यो तिमीलाई आइ गरेछ ऊ। यहाँ चाहिँ अब गाई बुढो गाई होइन दुध दिन्छ नि त। गाई हाम्रा माता है हमको कुछ नहीं आता है भने जस्तो। ए हेलो गरेर भन्छ यसले पनि। हामी चाहिँ अब चट्टोलाई हँसियाले अब घाँस काट्नु जाँदैछौँ यहाँ होइन। हाम्रो जुनाहरू पनि फलिरहेछ यस्तो राम्रो छ। यो हामी यस्तै जुनार छोडिदिन्छौँ। यी हामी यति धनी छौँ फालिदिन्छौँ जुनार सुनार। निबुवा त हामीले बालै दिन्छौँ निबुवाली निबुवालाई। कता हो रहेन कहाँ निबुवा खाने अहिले? दिउँसो खाँदै खानुपर्छ है। मैले रोटी खाने दिउँसोतिर। यस्तो छ हामी चाहिँ यस्तोमा चाहिँ टक्क ट्रेकिङ गर्दैछौँ। ट्रेकिङ गर्दै हामी चाहिँ जाँदैछौँ। ए एकछिन कहाँ हो? मलाई यहाँ नयाँ ठाउँमा लिएर जानु लाग्यो त। यो गाइजहरू है हाम्रो। ए नगर न हाम्रो यहाँ घाम लाग्दैन उतातिर घाम टला टला लागिरहेको छ। ए छोड छोड यस्तो छ। यी स्याउला झार्न यी हाम्रो यहाँ ल ए गाइस यो चाहिँ काफलको बोट है। पछि हाम्रो चाहिँ टट्ट काफल फल्छ हाडे काफल। झ्याम झ्याम खाइन्छ यो दुईवटा हातले झ्याम। भोलि सूर्य देवता पनि उता झल्किरहेको छन्। यस्तो छ यहाँ जे खोजे त्यही पाइन्छ। यो गाइजहरू यहाँ चाहिँ टक्कर यो चाहिँ यहाँ